हुन्छ यहाँनिर ठिकै हुन्छ होला है। यिनी गरेर राखेको डल्लै मैला भएर यो पनि गाडी कुदाएर है ला फुस्क्यो। टेट साइड 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 ट्रक आउँदैछ ठुलो। अब चाहिँ यहाँ मकै पिन्नु आँट्यो क्या हाम्रोमा। यो पनि जोड्नु पर्ने रहेछ। त यो त बस्ने बनाऊँ न है। यो जड्दैन होला। मार्तल पनि कम्ती दामी छैन। ल टाइटै भएछ हौ। हुन्छ अब हामी चाहिँ यहाँ पिन्दै गर्छौँ, तपाईहरु इन्जोय गर्नुहोस् ल। त्यस्तोमा यो चाहिँ खासमा यो चाहिँ हुनु चाहिँ गाईको चारो हो। गाईको चारो पिनेको मकै पनि यसो हेर्दा चाहिँ कुहिएको जस्तो देख्छ कि, तर राम्रै छ। यामा त्यस्तो कुहिएको चाहिँ छैन हो। हाम्रो चाहिँ यस्तै छ ड्युटी। आमा र मेरो चाहिँ सन्डेको दिन यसै बिताउँदैछु घरको काम सकेर। तपाईहरु कसरी बिताउनु हुँदैछ छुट्टी? कतिजना यसै घरको काम गर्नु हुँदा होला, कतिजना घुम्नु जानु भएको होला है, कतिजना के गर्नु हुँदा होला, आफ्नो आफ्नो। फाइनली आमा र म हाँस्दै गफ गर्दै जिस्किँदै पिनी पनि सक्यो। आमा पनि बिचारा फुस्रो दुस्रो भइसकेछ।